त्यहाँ जुन पछाडिपट्टि जो अर्को दाइ चाहिँले हाने त हामीले देखिरहेछौँ निमङ दाइले होइन। पछाडिबाट एउटा लामो कपाल हुने जुन कालो ड्रेस लाग्छ नि त्यो चाहिँ केटी हो कि केटा हो सबैजना कन्फ्युजन भइरहेछ नि त होइन। मान्छेहरू चाहिँ के भन्छ त्यो मान्छे त्यो पछाडिको कपाल लामो हुने केटी हो, त्यो केटीको कारणले गर्दा नि यो झगडा पर्या हो कि भनेर होइन स्टोरी त्यतातिर मुडिराखेको छ होइन। तर यो चिजमा चाहिँ म के भनिदिन चाहन्छु भने होइन यो नेमुवाङ दाजुभाइको पोस्टमार्टममै पुरै पसेको मान्छे मेरो एकजना साथी होइन उसँग मेरो कुराकानी भइसकेको छ। उहाँको नाम हो, उहाँ पनि अलिक चर्चितै मान्छे हुनुहुन्छ, विनयजङ बस्नेत। उहाँ पुरै पोस्टमार्टम भएदेखि अन्तिम के भन्छ दाह संस्कार गरुन्जेलसम्म उहाँसँगै हुनुहुँदो रहेछ होइन। मैले उहाँलाई पनि सोधेको थिएँ, मैले उहाँको मोबाइलमा फोटो भिडियोहरू सब हेरेँ होइन। त्यो पछाडि जुन कपाल लामो हुने छ नि त्यो चाहिँ हाम्रो नेमुवाङ दाजुभाइको भाइ रहेछ फेरि। किनभने जुन अहिले हिजो र अस्ति त्यो सामाजिक सञ्जालमा जुन फोटो भाइरल भयो नि त्यहाँ चाहिँ दाजुभाइको अलिकति छोटो कपाल छ नि त, सबले याद गरे होला नि त। दाइको नि छोटो कपाल छ, भाइको नि छोटो कपाल छ होइन दाजुभाइकै। सायद त्यो अलिकति केही अगाडिको फोटो हुनसक्छ किनभने विनयजङ बस्नेतले त होइन पुरै पोस्टमार्टम त्यसपछि त्यो उहाँहरूको मृत शरीर अन्तिम संस्कारको लागि जाने बेलासम्म उहाँले सबै फोटो भिडियो खिच्नु भएको रहेछ क्या। मैले हेरेँ एकदमै दर्दनाक छ क्या त्यो फोटोहरू भिडियोहरू क्या। मैले सरलाई हेरेँ त्यो एकदम कमजोर मुटु हुनेले हेर्नै सक्दैन क्या। यो भिडियो हेर्दा चाहिँ होइन यो मैले हेरेँ, मैले बिहान भिडियो होइन यो भिडियो हेर्दा चाहिँ मलाई के लाग्यो भने होइन सायद त्यो दिन अस्ति पाटन हाम्रो कृष्ण मन्दिरको वरिपरि यमराज चाहिँ घुमि नै रहेको रहेछ क्या। भने मतलब त्यहाँ कोही न कोहीको त्यहाँ ज्यान जाने नै रहेछ। जस्तै पहिला त्यो साइडबाट अघिल्लो दिन आएको भिडियोमा चाहिँ साइडबाट मात्र हामीले देखाएको थियो नि त, त्यसमा स्पष्ट थिएन। अब अहिले यो भिडियो आयो, यो भिडियोमा चाहिँ फेरि त्यो जसले हत्या गरेको छ नि के नेपाली भन्ने सञ्जीव नेपाली उसले फेरि रामधुलाई गुरु छुट्टाइ खाइरहेको छ फेरि होइन। अब यो भिडियो हेर्दा चाहिँ होइन फेरि यसको यो त्यो जसले अहिले हत्या गरेर छ त्यसको चाहिँ ज्यान जाने हो कि भन्ने पनि देखिन्छ क्या यो भिडियो हेर्दाखेरि। अनि यो भिडियो हेर्दा चाहिँ के देखिन्छ भने त्यो हाम्रो नेपाली सञ्जीव भने होइन सञ्जीव नेपालीले त्यो यदि त्यो खुँडा के भन्छ त्यसलाई छुरा भनौँ न होइन त्यो मासु काट्ने त्यो लिएर नगए भए चाहिँ होइन उसलाई फेरि केस लाग्दैन थियो फेरि। किन उसले त नराम्रो भकुराई खाएको रहेछ होइन। त्यहाँ यदि दायाँमा अरू केही चिजले हानेर यो घटना भए यो भवितव्यमा जान्थ्यो फेरि। यो अहिलेको भिडियो हेर्दा चाहिँ सेल्फ डिफेन्सको कुरा आउँथ्यो। तर त्यो सञ्जीव नेपाली भन्नेले अलरेडी मासु काट्ने छुरी लिएर गएर अब गयो भाइ जन्माएर केसमा। त्यो चाहिँ उहाँले यस्तो घटना हुनसक्छ भनेर किनभने मैले अहिले कृष्ण मन्दिर वरिपरि यमराज घुमिरहेको थियो चाहिँ मैले किन भने होइन जस्तै अहिले दुईजना निमङ दाजुभाइको ज्यान गयो होइन। यदि त्यो हतियार नभए त्यो केटाको पनि ज्यान जाने जस्तो स्थिति चाहिँ त्यहाँ आएछ क्या। किनभने दाइको कोखामा लगाएर रहेछ दुईचोटि प्रहार होइन। मैले त फोटो भिडियो नै हेरेँ कि झ्याम हाने रहेछ दुई ठाउँमा र भाइको त होइन यताबाट हाने यताबाट निकालिदिएछ कि स्वाटै हानिदिएको छ कि। अनि त्यो हेर्दाखेरि चाहिँ होइन त्यो सायद कति दिनसम्म मलाई त्यो झल्को नि आउँछ होला कि। मैले अहिले त्यो फोटो भिडियोहरू हेरेँ होइन विनयजङ बस्नेतको मोबाइलमा एकदम दर्दनाकै थियो क्या। अनि त्यो मान्छेहरू कन्फ्युजन नहुनु होला किनभने यहाँ फेसबुकमा यो पेजहरूमा मान्छेहरूलाई भ्रम छरेर होइन एकदम डलर कमाउनुको लागि मान्छेले जे पनि गरिदिरहेको हुन्छ। त्यो केटी हो, यो केटीको कारण यस्तो भयो यो अनेकौँ आफ्नो कोणबाट आइरहेछ क्या। तर त्यो कपाल लामो हुने चाहिँ त्यो पछाडिबाट हानिरहने केटा चाहिँ त्यही हाम्रो नेमुवाङजीकै अगाडिबाट हान्ने दाइ हो, पछाडिबाट हान्ने भाइ हो भन्ने विनयजङकोले मलाई उहाँले सूचना दिनुभयो होइन। जे होस् छैन एकदम दुःखद घटना घट्यो होइन। म त त्यही हाम्रो नेमुवाङ बुवा आमालाई सम्झेर होइन एकदम मन कुडिरहेछ कि। फेरि उनीहरू त दाजुभाइ नै युके जानलाई होइन अब रेडी भएर बसिरहेको मान्छे रहेछ। आमालाई के भयो होला कि जुन आमा युकेबाट हिजो आउनुभयो नेपाल होइन त्यो फ्लाइटमा पनि के भयो होला त्यो जुन ट्रान्जेक्सन हुन्छ ठाउँ ठाउँमा होइन त्यहाँ के भयो होला उहाँको मनोदशा होइन। म त नेमुवाङ परिवारलाई एकदम हार्दिक समवेदना भन्न चाहन्छु होइन। तर यो अलिकति यो केसमा होइन अलिकति यो नसा जुन हुन्छ नि यो लागु औषध यसको नि ठुलो हात छ भन्ने लागिरहेछ कि मलाई। किनभने विनयजङले हिजो जुन त्यो
हतियार प्रयोग गर्ने के नेपाली सञ्जीव नेपाली होइन उहाँलाई पाटन हस्पिटलमा त्यो घाउ उसको मुखमा जुन घाउ थियो नि त्यो ड्रेसिङ गर्न ल्याएर चाहिँ होइन विनयजनले त्यहाँ पनि भेटाएर छ क्या त्यो अघिल्लो दिनको ह्याङ उसको आँखामा देखाइदियो कि अनि त्यहाँ लागु औषध पनि युज गरेको भन्ने आयो यो चिजमा एकदम सरकारले ध्यान दिनु जरुरी छ प्रहरीहरूले ध्यान दिनु जरुरी छ अहिले चाहिँ होइन त्यो जुन जसरी यो सडकमा यो मापसी चेकहरू हुन्छ नि अब यो लागु औषध चेक पनि एकदम कडाइ गर्नु पऱ्यो कि मापसी चेकले गर्दाखेरि धेरै घटनाहरू सवारी दुर्घटनाहरू धेरै कम भयो हो नि त होइन नियम एकदम स्ट्रिक्टली लगाइदियो भने हाम्रो नेपालमा हामी नेपालीहरूले नि मान्छौँ भन्ने एउटा ज्वलन्त उदाहरण भनेको मापसी चेकिङ हो तर अहिले झन् डरलाग्दो चाहिँ के भइरहेछ भने होइन जस्तै ड्राइभरहरू पब्लिक गाडी चलाउने ड्राइभरहरू पनि होइन मैले सबैलाई भने होइन कतिपयले होइन लागु पदार्थमा नि जस्तै गाँजा साजा चरेस के भन्छ नि त्यो खाएर पनि चलाउँछ अरे कि मलाई एकदम नजिकका मान्छेहरूले भने कि अब त्यो मापसी चेक गर्दा त्यो फुक्दा पनि आउँदैन होइन र अहिलेका केटाहरूले जुन त्यो बाइक त्यो सडकमा मुही पारेर लान्छ नि अधिकांशले त्यो गाँजा सेवन गरेर हुन्छ क्या गाँजा अथवा चरेस अथवा त्यो हान्ने इन्जेक्सन नै हुनसक्छ गोटी हुनसक्छ खाने चिज हान्ने चिज अथवा सुँग्ने चिज होइन यो चिज पत्ता लगाउने चिज चाहिँ ल्याउनु पऱ्यो क्या मापसीमा जसरी एकदम सरकार स्ट्रिक्ट भएको थियो नेपाल प्रहरी एकदम स्ट्रिक्ट भएको थियो होइन त्यो चिज कन्ट्रोल हुँदै आयो नि त नियम लगाइदियो र स्ट्रिक्टली लगाइदियो भने होइन नेपालीहरूले मान्छन् भन्ने मापसीको चेकिङ हो होइन यो लागु औषधको पनि होइन यो गिरोहरूलाई पक्राउ गर्नु पऱ्यो क्या हुन त यो अहिलेको सरकार कडाइ आएको छ होइन सायद यसमा पनि केही गर्छ होला म त होइन हाम्रो प्रधानमन्त्री बालिन शाहज्यू र गृहमन्त्री सुदन गुरुङज्यूलाई होइन के अनुरोध गर्न चाहन्छु भने होइन मापसी चेक छँदैछ होइन यो लागु पदार्थ चेक पनि होइन एकदमै कडाइका साथ होइन यो पालना गर्न लाउनु पऱ्यो र यो लागु पदार्थका जुन डिलरहरू हुन्छन् नि चाहनियो पनि सक्छ क्या यिनीहरूलाई समाउनको लागि यो चिज चाहिँ सरकारले पनि ध्यान दिनु पऱ्यो क्या त्यही भन्न चाहन्छु म चाहिँ अब समाजमा अहिले यस्तो केसहरू बढिरहेको अवस्था छ अघि नै तपाईँले पनि भन्नुभयो यो सामाजिक सञ्जाल अझ विशेष गरेर यो पब्जी होइन एउटा डिजिटल गेमहरूले चाहिँ मान्छेको भनौँ न दिमागलाई चाहिँ जस्तै त्यहाँ त गोली हान्न सामान्य होइन हामी नि सुन्छौँ नि होइन हान भन्छ के भन होइन त्यहाँ छुरी हानिरहेकोहरू त दृश्यहरू त युजल्ली त्यो युज गरिरहेको उहाँहरूले देखिरहेको हुन्छ काहीँ न काहीँ अहिलेको युवाहरूलाई त्यो किसिमको होइन वातावरणले पनि प्रभाव पारेको लाग्छ तपाईँलाई पहिला म पनि गेम एकदम बढी खेल्थेँ क्या यो पब्जी आउनुभन्दा अगाडि क्यान्डी क्रस भन्ने थियो प्रायः सबले खेले होला होइन क्यान्डी क्रसको म लास्ट लेभलसम्म पुगेको थिएँ कि अनि जहिले पनि दिमागमा त्यो ट्रिङ ट्रिङ त्यो बम पड्केको अनि त्यो चक्लेट ब्लास्ट भएको के आइरहन्थ्यो कि दिमागमा त्यो भएर नि पब्जी पनि मैले ल झन्डै नै 1-1.5 वर्ष भयङ्करै खेलेँ मैले पब्जी खेल्नु मैले खेलेको थिएँ अनि त्यसपछि दिमागमै त्यही हुने क्या गोली चलाइरहेको ठोक भनिरहेको होइन त्यो आइरहँदो रहेछ एकरो बनाउँदो रहेछ क्या यस्तो गेमले अनि मलाई फेरि कसैले त्यो नखेल छोड्नुपर्छ भनेर होइन म आफ्नै मनसँग कुराएर होइन मैले यो चिज खेल्नुहुन्न भनेर मैले त्यो क्यान्डी क्रस यो पब्जी फ्री फायर होइन कुनै पनि छुँदै छैन क्या जसरी मैले 5 वर्ष अगाडि अबदेखि म रक्सी खान्न भन्ने आफैसँग प्रतिज्ञा गरेँ त्यहाँदेखि अहिलेसम्म खाएको छैन त्यो गेममा पनि मैले होइन यो गेम पनि यो लत छुट्नलाई एकदम गाह्रो छ क्या मेरो छोराले पब्जी धेरै खेल्थ्यो क्या उसले पनि आफूले आफैसँग कुराएर हामी नखेले दिमाग ह्याङ हुन्छ एकरो हुन्छ भन्दा नि उसले खेलिरहन्थ्यो क्या तर उसले पनि आफूसँग आफैले कुराएर प्रब्लमले होइन उसले पनि अहिले ठ्याक्कै छोडिदियो क्या यो गेमहरूले अलिकति एकरो बनाउँछ क्या बनाउँछ कुनै पनि गेमले क्या चाहे क्यान्डी क्रस होस् चाहे फ्री फायर होस् चाहे पब्जी होस् चाहे कुनै त्यो पहिला एउटा त्यो सानो टुकटुके मोबाइलमा एउटा त्यो साप सर्प बढ्दै जाने हुन्थ्यो नि त्यसले त दिमागमा हान्थ्यो त्यो थोप्ला गइरहेको देखाउँथ्यो क्या यो गेम भने नै यो एकरो बनाउने हो क्या हिप्नोटाइजै गराउँछ जस्तो लाग्छ होइन अब यसलाई कन्ट्रोल कसरी गराउने त्यो त मलाई थाहा छैन जस्तै हिजो घटनामा चाहिँ काहीँ न काहीँ उहाँको बुवाले पनि भन्नुभएको थियो होइन त्यो केटी मान्छेले मुख छाडेको उहाँले सुनेको भन्ने कुरा सायद त्यही पब्जीमै हुनसक्छ काहीँ यो पब्जी यस्तो उहाँ पब्जी भने त अब ग्रुप मिलेर खेलिन्छ यही गेम खेल्दाखेरि त्यस्तो भएर त्यो भएको भन्ने एउटा शङ्का गर्ने बाटो चाहिँ देखिन्छ भन्दा अब प्रहरीहरूले यसमा अनुसन्धान गर्ला किनभने उहाँको के लाग्छ तपाईँलाई चाहिँ हुनसक्छ उहाँको फोन सायद प्रहरीहरूसँगै होला एउटा रङ नम्बरले मात्र यति ठुलो घटना घटाउन त्यही त यो चाहिँ एकदम गाह्रो छ क्या प्रश्न खडा छ होइन अब त्यो पनि हुनसक्छ होइन अब
जुन अहिले प्रहरीले रङ नम्बरको कुरा ल्याइरहेको छ होइन त्यो पनि हुनसक्छ क्या किनभने त्यहाँ मान्छे अहिलेको केटाहरू एकदम जोसिला छन् होइन जोसिला एकदम तातो रगत हुन्छ फेरि यो चारैजना जुन गएको छ नि एकजना नेपाली एकजना सुनार दुईजना नेमुन चारैजना अब गरम खुनकै थियो होला होइन त्यहाँ गएपछि यदि रङ नम्बरै भएको छ भने त्यहाँ कहिलेकाहीँ मुख छाडिन्छ क्या एउटा मलाई अलिकति एउटा मेरो घटना सुनाउँछु जहिले पनि मेरो फोनमा आउने होइन अनि कपिल दाई भन्थ्यो कि मलाई सायद नम्बर अलिक सेम मिल्ने हो कि होइन आजकल चाहिँ आउनु छोड्यो पहिला लगभग 2-3 वर्ष क्या सायद त्यो कपिल भन्ने मान्छे चाहिँ ठेकेदार थियो होला क्या कुनै मलाई बेला दिनमा केही नआउने 100 कल जति आउने कि उहाँ सायद बिजी मान्छे नै हुनुहुन्थ्यो होला अनि दाइ बालुवा कहाँ झारिदिउँ भन्ने कोहीले रोडा कहाँ झारिदिउँ भन्ने दाइ पेमेन्ट आयो भन्ने होइन मलाई आचित बनाइसकेको थियो कि मैले कति ठाउँमा त होइन गाली गरिदिन्थेँ कि ओए नम्बर राम्रोसँग हेरेर गरेँ फलाना थोक भनेर कहिले काहीँ कुन मुडमा हुन्छ नि त आफू पनि अनि त्यो मैले मुख छाडिदिँदाखेरि उताबाटै नि मुख छाडिदियो भने त होइन त्यहाँ फोनमा डिस्कस हुने भयो डिस्कस भएपछि होइन ल आइयो नि त भेटौँ भन्ने हुन्छ होइन अनि त्यो भेटेर फेरि त्यहाँ गएको पनि हुनसक्छ क्या फेरि मेरो त्यो बेला त्यो भएको थियो कि अनि कतिलाई चाहिँ म होइन रोडा कहाँ झारिदिउँ भन्दा चोबारमा लगेर झारिदिएँ भनेर हिँड्थेँ म अनि त्यो लगेर चोबार पुग्दो रहेछन् कहाँनिर झार्नु कपिल सर गर्थ्यो होइन त्यहाँ एउटा सुटिङ हुने ठाउँ कहाँ त्यो एकदम फाइटहरू गर्ने ठाउँ त्यहाँ भनेर त्यहाँ गएर भिरबाट उल्टाइदियो भनेर ल्याइदिएको थिएँ कि मैले अनि त्यसपछि त्यहाँ गएर मलाई यति खाली गरिरहेको थियो त्यो मान्छेले होइन त्यो बेला पनि मेरो झगडा परिरहेको थियो त्यो झगडा पर्दै गएर होइन उसले पनि मलाई च्यालेन्ज दिए भए मैले पनि उसलाई च्यालेन्ज दिए भए कतै भेट्ने ऊ हुन्थ्यो होला त्यहाँ हाम्रो पनि ग्याङ फाइट हुनसक्थ्यो त्यो पनि नहोला भन्नु सकिन्न क्या यहाँ पनि त्यो हुनसक्छ तर त्यो नेपाली भाइले चाहिँ होइन त्यो छुरी लगाएर उसले गलत गर्यो किनभने छुरी लाने भनेको इन्टेन्सन देख्यो नि त त्यहाँ म हान्छु भन्ने भयो नि त त्यो उसको गल्ती भयो नत्र भने उसलाई जुन तरिकाले कुटेको छ नि त्यो हिसाबले त मलाई पनि त्यहाँ कुट्यो भने म पनि जे पाए त्यसले हानिदिन्छु होला कि यहाँ गमला छ त्यसले मलाई त्यहाँ कुट्यो भने तिमीले आएर ए गमलाले म खबर फुटाइदिनु जान्छु फेरि त्यो एउटा सेल्फ डिफेन्स होइन त्यो त हुन्छ होइन तर यहाँ चाहिँ उसले छुरी लिएर गएर उसले त इन्टेन्सन त्यो देख्यो आयो भने सिध्याउँछु भन्ने तर त्यो नेमुवाङ दुईजना दाजुभाइ पनि होइन कडै रहेछ क्या जाँदा जाँदै पनि अलिक म अब यसलाई भन्न मिल्छ कि मिल्दैन होइन म त बहादुरी पूर्वकै भन्छु कि लड्दा लड्दै हामी नेपालीहरू प्रायः अलि लड्न भिड्नमा अलिकति माहिर नै हुन्छौँ होइन एउटा लड्दा लड्दै जेल पुग्यो होइन दुईजना लड्दा लड्दै भगवान्को प्यारो भन्नुभयो तर एकदम दुःखद घटना यो मलाई चाहिँ उहाँको त्यही वृद्ध बाआमा उहाँलाई सम्झेर मात्र दुःख लागिरहेको छ कि अनि हिजो उहाँको बुवाको भिडियोहरू मैले देखाएको थिएँ तिमीहरूकै मिडियातिर होइन त्यहाँ कमेन्टहरू मलाई एकदम चित्त बुझिरहेको थिएन कि किनकि यो घटना भएको अस्ति हो नि त अनि हिजो अलिअलि मान्छे सम्हाली पनि सकेको हुन्छ नि त अनि त्यही माथि नेमुवाङ भने के हो लिम्बू हो लिम्बू हो नि होइन अलि उहाँले अलिकति बोल्दाखेरि अलिकति आत्ति पनि रहनु भएको थियो होइन किनभने क्यामेरा सबैले फेस गरेर हुँदैन नि त अहिले म आफै यो इन्टरभ्यू दिँदाखेरि त्यो जुन त्यो घटना सम्झेर म आफै आत्तिएको जस्तो फिल भइरहेको छ म संसारकै सबैभन्दा बढी अन्तर्वार्ता दिने कलाकार मलाई चाहिँ त्यो अहिले फिल भइरहेको छ भनेपछि होइन त्यो बुढोबालाई अलिकति ऊ आत्तिएर के भनिरहेको थियो अनि त्यो कमेन्ट मैले देखाएको थिएँ के भनिरहेको छ भनेर म हतपत कमेन्ट नहेर्ने मान्छे तर यो त्यस्तै घटना भएर के भनिरहेको छ मलाई मैले हेर्न गएन खै त बुढोको त आँसु पनि छैन छोरो दुईवटा ऊ गइरहेछ त्यो पनि आइरहेछ हेरेको थियो होला नि उयो भएन त्यस्तो कमेन्टहरू आइरहेछ क्या त्यो नगरिदिनु क्या किनभने अघिल्लो दिन रातभर रोयो होला आमा उहाँबाट लन्डनबाट आउने बेला कति रुँदै आउनुभयो होला आँसु सुकिया पनि त हुनसक्छ नि त होइन र अलिकति लिम्बू अलि राई लिम्बू भनेपछि अलिकति होइन के भन्छ अलिकति तडै मान्छे यहाँ पनि अगाडि हुनुहुन्छ एकजना होइन त्यो हिसाबले पनि त उहाँले अलिकति सम्हालेर बोले पनि हुनसक्छ तर त्यहाँ होइन हामी नेपाली चाहिँ कमेन्टमा गएर होइन सबलाई त्यो गर्दै के अरे फ्रस्ट्रेट बनाइदिने डिप्रेसन बनाइदिने होइन पीडामाथि पीडा थपिदिने के अनि कोही मान्छे फेरि चन्दाका धन्दा गर्नेहरू आएर उहाँ रोइदियो नि ती हामी पैसा दिन्छौँ कि फेरि चन्दा भनेर कोही बिरामी ल्याएर उहाँ रोइदिने रुन सकेन भने त्यो गिल्स्ट्रिन भन्ने हुन्छ फिल्ममा रुवाउने चिज त्यो आँखामा हालिदिने रोइदिने अनि चन्दा उठाउने त्यो चाहिँ फेरि पैसा दिन्छन् फेरि अर्बौँ पैसा संसारबाट पठाउँदा त अर्बौँ हुन्छ अनि यो चाहिँ मैले बुझ्न सक्दिनँ किनभने त्यो बुवा आमालाई कति पीडा भइरह होला क्या दुईवटा छोरो दुइटै हो छैन अनि अर्को कुरो
फेरि त्यो नेमुवाङ बुवा फेरि धेरै वर्ष नि भएर हिँड्छ क्या। उहाँलाई पनि एउटा खै के रोग छ अरे, उहाँ जम्मा 50 वर्ष हुनु पऱ्यो। त्यो थाहा भयो कि थाहा भएन? थाहा भएन। त्यही इन्टरभ्यूमा तिमीहरूले हाले इन्टरभ्यूमा त्यो हाम्रो नेमुवाङ दाजुभाइको बुवाको इन्टरभ्यूमै मैले खै कसकोमा हेरेर डिबीकोमा हेरेको थिएँ खतला छ। त्यो उहाँको दाई हो कि भाइ हो, दाई नै खतला छैन, उहाँको इन्टरभ्यू थियो क्या। उहाँले के भन्नुभएको छ नि होइन, ऊ पनि खै मेरो भाइ हो कि को भनेको छ, उहाँ नि धेरै वर्ष भएको छैन, उहाँ नि अलिकति रोगी हुनुहुन्छ, अलिक मान्छे बुढोदेखि नि उहाँ जम्मा 50 वर्ष हो भनेर भन्नुभएको थियो क्या। किनभने उहाँको छोरो 33 वर्ष भनेको छ नि त, जेठो छोरो। पहिला त चाँडै बिहा हुन्थ्यो, उहाँ 17 वर्षमा बाउ बन्नुभएको रहेछ। 17 वर्षमा म पनि बाउ बनिसकेको थिएँ, जन्मिँदाखेरि म 17 वर्ष थिएँ। भने मतलब उहाँ आफै पनि अलिकति रोगी हुनुहुन्छ होइन, झन् त्यहाँ पीडामाथि पीडा नथप्थ्यो कमेन्ट मार्फत क्या। जस्तो छ नि त त्यो तपाईँ पनि कुनै बेला एकदम यो ग्याङ फाइट गर्न यताउता गर्न त खपिस हुनुहुन्छ भन्ने कुरा चाहिँ बाहिर आइरहन्छ है। तपाईँले चाहिँ कहिले यसरी रङ नम्बर लगाएर ल आइज म पनि आउँछु खेलौँ सिङ्गल भेटौँ भन्ने कहिले गर्नुभयो? त्यो त मेरो धेरै पऱ्यो, तर यस्तो क्रुर हत्या गर्ने टाइपले चाहिँ कहिले पनि परेन। ग्याङ फाइट त धेरै नै पऱ्यो पहिला होइन, सिङ्गल नै पऱ्यो। बोकेर जानुभयो? गयो तरबार बोकेर नि जान्थ्यो हामी। जानुभयो? किन नजानु, हामी त्यो ओभरकोट लगाइन्थ्यो लेदरको, अनि पछाडि एउटा तरबार राख्ने ठाउँ हुन्थ्यो हाम्रो, कहाँ के भएपछि निकालिहाल्ने। पहिलाका मान्छेहरू त अझ डेन्जर हो क्या, अहिलेका बच्चाहरू त मलाई सोझो लाग्छ। अहिले तपाईँले त्यो क्षण सम्झिँदा अनि हिजोको त्यो घटना सम्झिँदा काहीँ न काहीँ त्यो बेलामा यस्तो पनि हुन सक्ने रहेछ भनेर डर हुन सक्ने रहेछ नि। त्यो बेला अब यस्तै पिठा खाए भए मैले पनि हान्थेँ होला, म अहिले जेलमा हान्थेँ फेरि। जय किसान बस्नेत कलाकार अथवा मिडियाकर्मी भनेर होइन कि होइन, कैदी जय किसान, ज्यान मारा जय किसान हुन्थ्यो होला होइन। हुन त नेपालमा तनाव त छैन, पावर छ, पैसा भयो भने चाँडै पनि छुट्दो रहेछन् फेरि होइन, त्यो पनि छ। तर हाम्रो चाहिँ त्यस्तो ग्याङ फाइट भयो भने होइन, हामी प्रायः जस्तो चाहिँ हात खुट्टाले खेल्थ्यौँ कि। हतियार अलिक खै निकालियो होइन, तर त्यो मान्छे नै मानिकरी त्यो कोखामा हान्ने, गर्दन यता हानेर यता छेड्ने त्यो चाहिँ भएन कि। हान्यो भने अलिअलि चिरिदिने हो कि, त्यतिसम्म चाहिँ भएको थियो। त्यो नि अलि के भन्छ अल्प बुद्धिमा, अल्प ज्ञानी अवस्थामा होइन। त्यो बेला पनि हामी त्यो के अरे ब्रुस ली, भ्यान ड्याम, सिल्भेस्टर स्ट्यालोन, आर्नोल्ड यिनीहरूको फिल्म हेर्थ्यौँ कि हामी। त्यहीँबाट प्रभावित फिल्म हेर्दा त होइन के किन हामी आर्नोल्डै जस्तो, हामी त्यो सिल्भेस्टर स्ट्यालोनको ऱ्याम्बो भन्ने सिरिज आउँथ्यो होइन, उही जस्तो होइन, त्यो ऱ्याम्बो छुरी भन्ने हुन्थ्यो कि, ठमेला किनेर हालेर हिँड्थ्यौँ हामी। कति नै ऱ्याम्बो नै भएको छ। अहिले त्यो पब्जीहरू गेमले पनि होइन मान्छेलाई आफू त फाइटरै हो कि क्या हो, आर्मी नै हो कि क्या हो भन्ने टाइपले त्यो दिमागमा हुन्छ क्या। अन्त्यमा जहाँ जाँदा के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? अब त्यही हो, हतियारलाई एकदम कडाभन्दा कडा कारबाही होस् होइन, अब त्यही भन्ने हो होइन। हाम्रो नेमुवाङ परिवारलाई एकदम हार्दिक समवेदना टक्राउन चाहन्छु। र अहिले आएर फेरि त्यो जुन पछिल्लो भिडियो आयो नि, त्यसपछि मान्छेहरूले फेरि अर्को कमेन्ट आउनु थालिसक्यो कि त्यो के नेपाली भन्नेलाई यसरी कुट्याएर चाहिँ नि त्यही भएर त म मारेर रहेछ त भन्ने त्यो नि आइरहेछ। अब यो नगरिदिउँ क्या, यो कुरालाई यहीँ बिसाइदिउँ। दुईजना दाजुभाइ बिचरा बुढो बाउ आमालाई छोडेर गइसक्नु भयो होइन। अब हत्यारा प्रहरीको कब्जामा छ। अब यो ऊ भनेर अल्झिरहनु भन्दा होइन उहाँको नथपौँ, किनभने अहिले अब त्यो नेमाङ दाजुभाइ यहाँ भिलेन देखिरहेछ, अहिले बनाइदिइरहेको छ क्या त्यो कुट्या देखेर क्या। त्यो नेपालीले पनि कुटाइ चाहिँ डरै खाएर चाहिँ खान्छ फेरि। त्यो मैले त अस्ति हिजो प्रहरीले फोटो सार्वजनिक गराएको थियो नि, त्यो अनुहारमा खत देख्दै यसले दौरै भेटाएर चाहिँ है भन्ने चाहिँ भएको थियो होइन। तर अहिले त्यो पछिल्लो भिडियोमा चाहिँ जुन फुटेको देख्यो नि, त्यसले गर्दाखेरि चाहिँ यिनीहरू त हान्नै पर्ने रहेछ भनेर जुन कमेन्टहरू आइरहेछ नि, त्यसले गर्दा बाउआमालाई अझ पीडा हुन्छ नि त। त्यो अब त्यही हो, मलाई अब अरू त के भन्न चाहिन्छ। समय दिनुभयो, धन्यवाद, नमस्ते।